हेलो गाइज नमस्ते। हामी आज बेमा जाँदैछौँ। यो हाम्रो शान्ता दिदीको घर। हामी बेमा गएको एकदम राम्री बनेर गएको। राम्री चाहिँ भइएन होला होइन, रे पनि अलिकति ट्राई गर्दैछौँ हामीले राम्री हुनलाई। यहाँ बाख्रा बस्तु लाने बेला भयो। हामी चाहिँ भर्खर बेमा जाँदैछौँ। राजवंशीको बिहे यतिखेरै हुन्छ रमाइलो, अनि त्यही भएर जाँदैछौँ। यहाँ हेर्नुहोस् है, हाम्रो दादाको घर बन्दैछ। आज खनिसक्नु भएछ, अब भोलिदेखि स्टार्ट हुन्छ पिल्लर लाउनलाई। मम्मी कस्तो लाग्दैछ त दादाहरू यहाँ आउन आँट्नुभयो? एकदम राम्रो लागेको छ, खुसी लागेको छु। म त खुसी भएको छु, ह्याप्पी छु। दामी भएछ। ठुलो बनाउन आँट्नुभएछ नि? यो कलपोट, यहाँ कलपोट छ। अब यहाँदेखि पानी चाहिँ जान पाउँदैन क्या। यहाँदेखि यता पानी चाहिँ जान पाउँदैन होला। अब हाम्रो घर चाहिँ डुबाउ हुनु पर्यो। हाम्रो त हुँदैन हौ घर डुबाउ कि, त्यो उयसको लाठीहरूको चाहिँ पानी जानलाई लाठीहरूकोमा पनि माटो लाउनुपर्छ नि। सबैको घरमा अब माटो लाउनुपर्छ नि। जे भए पनि हुन्छ नि, राम्रोसँग बनाउनु पर्यो नि होइन। आफ्नो घर पनि मर्मत गर्नु पर्यो नि कि। अर्काको घर बनाउने बित्तिकै बिग्रियो भने त भएन नि त। सबैले नि त बनाउनु पर्यो घर। यहाँ बिग्रेर माटो पुर्नु भयो। यताको पनि पानी अब सबै यता पनि उयो हुँदैन नि त। अनि अब सबै जान्छ कि पानी। अब गतङ तङ जान्छ क्या।